अब आउँदो चुनावको लागि भोटर आइडी कार्डमा आफ्नो नाम दर्ता गर्नको लागि कसरी अनलाइनबाट एप्लाई गर्ने त्यसको बारेमा यो भिडियोमा तपाईहरुलाई सिकाउने छु। यदि तपाईहरु पनि दर्ता गर्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेर्नु होला। अझै पनि 7-8 दिन बाँकी रहेको छ। ओके, अब त्यसको लागि चाहिँ तपाईहरुले सुरुमा क्रोम ब्राउजर अथवा तपाईहरु गुगल अथवा कुन ब्राउजर युज गर्नुहुन्छ त्यसमा जानुस् र माथि सर्चमा चाहिँ तपाईले यसरी election.gov.np लेखेर यसरी सर्च गर्नुस् अथवा यो वेबसाइटको लिंक डिस्क्रिप्सनमा पनि दिनेछु म। र त्यसपछि यस्तो अप्सन ओपन हुन्छ। यस्तो यहाँनेर इन्टरफेस देख्न सक्नुहुनेछ। यहाँनेर तपाईहरुले यो अप्सन पाउनुहुनेछ, मतदाता नामावली प्री रजिस्ट्रेसन र अत्यावधिक भनेको छ, अनलाइन प्री इनरोलमेन्ट भनेको छ। यसमा तपाईले क्लिक गर्नुस् र यसमा क्लिक गर्नु भएपछि अब यहाँनेर तपाईले नामावली अत्यावधिक र नाम दर्ता भनेको छ र त्यसपछि अब डाइरेक्ट यहाँनेर नयाँ दर्ताको अप्सनमा क्लिक गर्नुस् र त्यसपछि यहाँनेर आफ्नो फोन नम्बर लाउनुस् र फोन नम्बर लाइसक्नु भएपछि यो अप्सनमा क्लिक गरेर नेक्स्ट गर्नुस् र फोन नम्बरमा एउटा ओटीपी कोड आउँछ, त्यो ओटीपी कोड यहाँनेर लाउनुस् र त्यसपछि यहाँनेर नयाँ दर्ताको अप्सनमा क्लिक गर्नुस् र त्यसपछि आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू भनेको छ। अब यो तपाईहरु आफै पढ्दा पनि हुन्छ। त्यसपछि यहाँनेर हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन भनेर तपाईले यसमा टिक लाउनुस् र त्यसपछि यहाँनेर सुरु गर्नुस् भन्ने अप्सनमा क्लिक गर्नुस् र त्यसपछि यहाँनेर स्थायी ठेगाना भनेको छ। अब सबै फर्म फिलअप गर्दै जानुपर्ने हुन्छ र त्यसपछि अब यहाँनेर ठेगाना प्रदेश लाउनुस्। त्यसपछि जिल्ला यहाँनेर यसरी सिलेक्ट गर्ने हो, ट्याग थिच्ने हो। त्यसपछि प्रदेश कुन हो, कोशी प्रदेश मैले सिलेक्ट गरे। त्यसपछि अब जिल्ला कुन हो यहाँ क्लिक गर्ने, जिल्ला कुन हो त्यो यहाँनेर आउँछ, त्यो सिलेक्ट गर्नुस्। त्यसपछि यहाँनेर गाउँपालिका नगरपालिका कुन हो त्यो सिलेक्ट गर्नुस्। त्यसपछि वार्ड नम्बर कति हो त्यो सिलेक्ट गर्नुस् र मतदान स्थलको नाम भनेको छ। यहाँनेर तपाईले अब मतदान स्थलको नाम सिलेक्ट गर्नुस्, जहाँबाट चाहिँ मतदान दिने हो त्यहाँ त्यो नाम सिलेक्ट गर्नुस्। त्यसपछि अर्कोमा क्लिक गरेर नेक्स्ट जानुहोस् र त्यसपछि अब यहाँनेर मतदाताको नाम भनेको छ नेपालीमा लेख्नुपर्ने हुन्छ। आफ्नो नाम यहाँनेर दिनुहोस्, पहिलो नाम र बीचको नाम बहादुर कुमार जस्तो छ भने बीचको नाम दिनुहोस् र थरमा थर दिनुहोस् र त्यसपछि मतदाताको नाम अंग्रेजीमा भनेको छ। अब सेम तरिकाले यहाँबाट अंग्रेजीमा पहिलो नाम, बीचको नाम छ भने बीचको नाम, त्यसपछि थर लाउनुहोस् र पति पत्नीको नाम भनेको छ यो नलाउँदा हुन्छ र बाबुको नाम बुबाको नाम भनेको छ। यहाँनेर बुबाको नाम पनि पहिलो नाम र बीचको नाम छ भने बीचको नाम, त्यसपछि थर लाउनुहोस् र आमाको नाम भनेको छ पहिलो नाम बीचको नाम थर लाउनुहोस् र बाजेको नाम पनि बीचको नाम पहिलो नाम बीचको नाम थर लाउनुहोस् र लिङ्ग तपाईहरु महिला हो कि पुरुष हो त्यो यहाँनेर सिलेक्ट गर्नुस् र अरु तपाईहरुले यहाँनेर केही भरिराख्नु परेन। त्यसपछि डाइरेक्ट अर्कोमा क्लिक गरेर नेक्स्टमा जानुहोस् र त्यसपछि यहाँनेर जन्ममिति भनेको छ। यहाँनेर तपाईले चाहिँ जस्ट यो अप्सनमा क्लिक गर्नुस्। यहाँनेर क्लिक गर्नु भएपछि अब जन्ममिति यहाँबाट तपाईले कुन सालमा जन्मिनु भएको त्यो यसरी सिलेक्ट गर्नुस् र त्यसपछि यहाँनेर कार्तिकमा अब यहाँनेर देख्न सक्नुहुन्छ यो भनेको महिना सिलेक्ट गर्ने अप्सन हो। कुन महिनामा जन्मेको त्यो सिलेक्ट गर्नुस् र कति गते त्यो यहाँनेर यसरी छास सिलेक्ट गर्नुस्। त्यसपछि यहाँनेर अटोमेटिक यहाँनेर इंग्लिश डेट अफ बर्थ पनि आउनेछ। त्यसपछि यहाँनेर नागरिकताको नम्बर लाउनु पर्ने हुन्छ, नागरिकता नम्बर। त्यसपछि नागरिकताको जारी जिल्ला कुन जिल्लाबाट बनाउनु भएको त्यो जिल्ला यहाँनेर छान्नुहोस् र त्यसपछि नागरिकताको किसिम भनेको छ। यहाँनेर तपाईले यसरी क्लिक गरेर कुन हो त वंशज हो कि अथवा कुन हो त्यो सिलेक्ट गर्नुस्। सो धेरै जनाको चाहिँ वंशज होला, त्यही भएर मैले यो सिलेक्ट गरे, तपाईहरुले त्यही सिलेक्ट गर्दा हुन्छ। त्यसपछि नागरिकताको जारी मिति भनेको छ, पछाडिपट्टि हुन्छ जारी मिति अथवा इस्यु डेट भनेर लेखेको हुन्छ, त्यो जारी मिति यहाँनेर मिति लाउने अप्सन यसरी आउँछ। यहाँनेर आफ्नो जारी मिति नागरिकतामा हेरेर कुन इयर हो र कुन महिना र कति गते त्यो सिलेक्ट गर्नुस् र नागरिकताको विवरण अनुसार जन्मस्थान भनेको छ। नागरिकतामा जे छ त्यही भर्नुपर्ने हुन्छ। यहाँनेर चाहिँ अगाडि तपाईले अर्को भर्नु भएको छ भने यो चाहिँ भनेको जे छ त्यही भर्नुपर्ने हुन्छ। यदि तपाईहरुको अगाडि जुन भर्नुभयो त्यहाँनेर यदि त्यही सेम हो भने यहाँनेर यसमा क्लिक गर्नुस्, अटोमेटिक अगाडि भर्नु भएको आइहाल्नेछ। यदि तपाईहरुले अगाडि भर्नु भएको अर्कै छ भने मतदाता दिने स्थान अर्कै छ भने चाहिँ तपाईले अब यहाँनेर नागरिकताको डिटेल्स अनुसारले प्रदेश कुन हो र त्यसपछि जिल्ला कुन हो, गाउँपालिका नगरपालिका वार्ड नम्बर तपाईले यसरी सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनेर स्थायी बसोबास ठेगाना, यो ठेगानामा मात्र मतदाताले मतदान गर्न पाउने भनेको छ। यो पनि अब यदि यो माथिकै हो भने तपाईहरुले अथवा अगाडि लाउनु भएकैमा तपाईहरु चाहिँ मतदान दिन चाहनुहुन्छ भने चाहिँ त्यो यहाँनेर यसरी क्लिक गरिदिनुस्, भइहाल्नेछ, लाउनु पर्दैन। यदि अर्कै स्थान हो भने अर्कै स्थान यहाँनेर तपाईले प्रदेश जिल्ला गाउँपालिका लाएर छान्न सक्नुहुनेछ। त्यसपछि नागरिकताको फोटो अपलोड भनेको छ। यहाँनेर तपाईले नागरिकताको अगाडिपट्टिको र पछाडिपट्टिको फोटो अपलोड गर्नुपर्ने हुन्छ। यो चुज फाइलको अप्सनमा क्लिक गर्नुस्, नागरिकता फोटो सुरुमै खिचेर रेडी गर्नुस् र चुज फाइलको अप्सनमा क्लिक गरेर
तपाईले फाइलबाट चाहिँ त्यहाँनेर नागरिकताको अगाडिपट्टिको र यहाँनेर पछाडिपट्टिको लाएर अर्को गर्नुहोस्, त्यसपछि नेक्स्ट हुनेछ। तर यहाँनेर तपाईले फोटो अपलोड गर्दाखेरि चाहिँ 1 MB भन्दा तलको हुनुपर्ने हुन्छ अनि मात्र अपलोड हुनेछ। फोटोको साइज अब ठुलो छ भने तपाईले फोटोको जुन साइज हुन्छ त्यसलाई चाहिँ घटाउनु पर्ने हुन्छ। घटाउनुको लागि चाहिँ तपाईले वेबसाइटमा आउनुहोस् र तपाईले एउटा वेबसाइटमा आएर चाहिँ तपाईले रिड्युस इमेज साइज भनेर यसरी सर्च गर्नुहोस् र त्यसपछि यो वेबसाइट खुल्नेछ। यहाँनेर तपाईले सेलेक्टको अप्सनमा क्लिक गरेर फोटोलाई अपलोड गर्नुहोस् र तपाईले चाहिँ फोटोलाई अपलोड गरिसक्नु भएपछि तपाईले चाहिँ त्यहाँनेर रिसाइज गर्न सक्नुहुनेछ। जस्तै मैले यो फोटो अपलोड गरेँ, अब यहाँनेर कति घटाउने त, अब कति छ तपाईहरुको साइज त्यो अनुसारले अब 90% अथवा 80% कति त्यो अनुसारले घटाउनु होला। मैले रिसाइज इमेज गरेँ र यहाँनेर घट्नु सुरु भएको छ र यहाँनेर देख्न सक्नुहुन्छ अझै पनि 1 MB नै छ। त्यसैले अब मैले फेरि अझै यहाँनेर 70% चाहिँ घटाउँछु यसलाई र त्यसपछि यहाँनेर त्यति घटाएपछि चाहिँ यहाँनेर अब चाहिँ 1 MB भन्दा तल भयो। केबी भनेको चाहिँ 1000 KB भन्दा तल हुनुपर्ने हुन्छ। 1000 KB को 1 MB हो, त्यही भएर केबीमा हुनुपर्ने हुन्छ तपाईहरुको। त्यसपछि डाउनलोडमा क्लिक गर्नुहोस् र फोटो डाउनलोड हुनेछ। फेरि अर्कोलाई पनि यसरी नै तपाईले रिसाइज गर्न सक्नुहुनेछ र यहाँनेर अर्कोमा क्लिक गरेर नेक्स्ट गर्नुहोस्। त्यसपछि अपाङ्गता रहेको भए भनेको छ, यसमा हो होइन भनेको छ। यहाँनेर होइन सेलेक्ट गर्नुहोस्, यदि हो भने हो सेलेक्ट गर्नुहोस् र अर्को गर्नुहोस् र त्यसपछि मातृभाषा यहाँनेर यसरी क्लिक गरेर नेपाली सेलेक्ट गर्नुहोस् र त्यसपछि समूह वर्ग भनेको छ, यहाँनेर क्लिक गरेर कुन हो त दलित, आदिवासी जनजाति अथवा कुन हो त्यो सेलेक्ट गर्नुहोस् र त्यसपछि यहाँनेर शैक्षिक योग्यता भनेको छ। तपाईले यहाँनेर शैक्षिक तपाईहरु पढेको हुनुहुन्छ भने तपाईले चाहिँ यहाँनेर साक्षर लेखेर यसरी सेलेक्ट गर्नुहोस् र तपाईले शैक्षिक योग्यता छान्नुहोस्मा क्लिक गर्ने र कति पढ्नु भएको छ त्यो सेलेक्ट गर्नुहोस् र अर्कोमा क्लिक गर्नुहोस् र त्यसपछि यहाँनेर सम्पर्क स्थान भनेको छ। यो भनेको चाहिँ के हो भने तपाईहरुले चाहिँ यहाँनेर जुन यो सम्पर्क गर्ने स्थान यानी कि यो जुन तपाईले चाहिँ यहाँनेर यो प्रदेशहरु लाउनुहुन्छ, जस्तै कोशी प्रदेश सेलेक्ट गरे र जिल्ला कुन हो, यो भनेको चाहिँ तपाईहरुले यो फर्म भरिसक्नु भएपछि बायोमेट्रिक गर्नुलाई जानेर चाहिँ तपाईहरुको फोटो र फिंगरप्रिन्ट चाहिँ चाहिन्छ। त्यो गर्नको लागि चाहिँ तपाईले फिजिकल जानुपर्ने हुन्छ र फिजिकल जाँदाखेरि कहाँनेर जाने हो त्यसको चाहिँ यहाँनेर ठेगाना हो। अब यहाँनेर जिल्ला छान्ने यसरी, जस्तै मैले यहाँनेर अहिले यहाँनेर मैले जस्तै भोजपुर सेलेक्ट गरेँ र त्यसपछि सम्पर्क स्थानको नाम भनेको छ, यहाँनेर क्लिक गरेर जिल्ला निर्वाचन कार्यालय भोजपुर, यसमा चाहिँ अब जानुपर्ने हुन्छ यो कार्यालयमा बायोमेट्रिक गर्नको लागि र फोटो खिच्नको लागि। र मिति भनेको छ, यो भनेको चाहिँ कुन मितिमा जाने हो त त्यो सेलेक्ट गर्ने हो। जुन यहाँनेर यो नीलो कलरको छ यो चाहिँ खाली मिति हो, यतिमा चाहिँ तपाईले सेलेक्ट गर्नुपर्ने हुन्छ। कुन कति गते भ्याउनुहुन्छ त्यो चाहिँ यहाँनेर सेलेक्ट गर्नुहोस्। जस्तै म अब यहाँनेर 28 गते भ्याउँछु भने मैले 28 गते सेलेक्ट गरेँ र यति गते चाहिँ जानुपर्ने हुन्छ। र जाँदाखेरि के लानुपर्छ त, अन्तिममा यहाँनेर एउटा फर्म भरिसक्नु भएपछि एउटा तपाईहरुलाई फर्म दिन्छ, त्यहाँनेर तपाईले भर्नुभएको फर्म हुन्छ, त्यो चाहिँ तपाईले प्रिन्ट गर्नुपर्ने हुन्छ र प्रिन्ट गरेर चाहिँ जानुपर्ने हुन्छ कार्यालयमा तपाईले बायोमेट्रिक गर्नको लागि। अब यति गरेर अर्कोमा क्लिक गर्ने र अर्कोमा क्लिक गर्नु भएपछि सबै डिटेल्सहरु यहाँनेर आउनेछ। एकचोटी मजाले हेर्नुस् डिटेल्सहरु ठीक छ कि छैन भनेर। त्यसपछि यहाँनेर तल तपाईहरुले यहाँनेर दर्ता गर्नुस् भन्ने अप्सन आउँछ, यहाँनेर क्लिक गर्नुस् र त्यसपछि नेक्स्ट हुनेछ र दर्ता हुनेछ। त्यसपछि तपाईहरुले चाहिँ यहाँनेर एउटा फर्म पाउनुहुनेछ, तपाईले भर्नु भएको फर्म, र यसलाई चाहिँ तपाईले चाहिँ अब यो त माथि पीडीएफ भन्ने अप्सन छ, पीडीएफ भन्ने अप्सनमा क्लिक गर्नुस्, यो डाउनलोड हुनेछ। त्यसलाई चाहिँ तपाईले प्रिन्ट गर्नुस् र प्रिन्ट गरेर तपाईले चाहिँ तपाईले तोक्नु भएको समय डेटमा चाहिँ जानुपर्ने हुन्छ आफ्नो बायोमेट्रिक गर्नको लागि।